गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूले सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भने आज चाहिँ हामी लन्ड्री जाँदैछौँ लुगा धुनको लागि, किनकि समरको छुट्टी पनि मेरो नानीहरूको सकेर अब भोलिबाट स्टार्ट छ साथीहरू, त्यही भएर हामी लन्ड्री जाँदैछौँ। गएको भिडियोहरू पनि हजुरहरूलाई देखाउँछौँ। अनि यहाँ चाहिँ दुईवटा नानीलाई चाहिँ हामी घरमै छोडेर म मेरो ठुलो नानी अनि बुढो हामी चाहिँ लुगा धुनको लागि लन्ड्री जान्छौँ। गएको भिडियोहरू पनि हजुरहरूलाई देखाउँछु है साथीहरू, हजुरहरूलाई हेर्दै जानु होला के गर्छौँ भनेर। अनि मैले चाहिँ यहाँ मेरो प्रिन्सेसलाई छोडेर जाँदैछु। हजुर चाहिँ बची गर्नु हस्, मम्मी लुगा धुई गरेर आउँछु हस् छोरा, बाई बाई। हेर्नु न यसरी खेल्छ मेरो छोरो, मेरो मुचु, मेरो प्रिन्सेस हो नि त। म चाहिँ गएँ हस् छोरा, दिदीसँग बस खेली गरेर। अनि मैले नानीले छोडेर जाँदैछु। बहिनीले राम्रोसँग हेर म नआउन्जेलसम्म है। अनि बहिनी रोयो भने मलाई फोन गरिहाल, म दौडेर आइहाल्छु। अहिलेलाई दुईवटा नानीलाई चाहिँ मैले छोडेर जाँदैछु लन्ड्रीमा लुगा धुन। मेरो सानो प्रिन्सेस चाहिँ यहाँ हेरिरहेको छ, हेर्नु न साथीहरू यतातिर। बाई 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 छोरो, मुनी कुच्चो होला त्यो। बुबु खाएर बच्छ, बुबु खाइ गरेर बच्छ। मैले बुबु राखिदिएको छु हस् छोरा, हस् ल। बाई छोरा, बाई मेरो मुटु, बाई मेरो धर्का, बाई छोरा, बाई 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 बाबा। ल बाई गएको है। ल साथीहरू अब हामी चाहिँ लन्ड्रीतिर लाग्यौँ, हजुरहरूलाई चाहिँ देखाउँछौँ हामी गएको भिडियोहरू पनि। अब म चाहिँ गाडीमा बसेको अवस्था साथीहरू। हामी चाहिँ गाडीमा बसिसक्यौँ साथीहरू। यहाँबाट चाहिँ लन्ड्री चाहिँ 5 मिनट छ, 5 मिनट भन्दा पनि 2-3 मिनट छ। अनि यहाँ चाहिँ मेरो बुढो हुनुहुन्छ, गाडी स्टार्ट गरिसक्नु भयो। बुढो हाई गरिदिनु, मेरो बुढो हाई भन्नु न। हामी चाहिँ अब लन्ड्रीतिर लाग्यौँ साथीहरू। हजुरहरूलाई हामी लन्ड्री गएको पनि देखाउने छौँ। एकदम घाम चर्को लागेको छ साथीहरू, हेर्न सक्नुहुन्छ बाहिरको। ए अँ त नि है, गाडीमा यस्तो घाम चर्को लागेको छ, हेर्नु न साथीहरू। यहाँ एकदम दिउँसो त सेम हाम्रो नेपालको वेदर र यहाँको चाहिँ सेम हो क्या साथीहरू। हेर्न सक्नुहुन्छ, बाहिर हेर्नै नसक्ने घाम छ। म चाहिँ सिट बेल्ट लाउँछु, सिट बेल्ट लाएन भने चाहिँ यसरी गाडी कराउँछ क्या साथीहरू, हेर्न सक्नुहुन्छ। आज चाहिँ मन्डे हो साथीहरू। हिजो चाहिँ गाडी त्यति चलपल थिएन भने आज चाहिँ चलपल हुन्छ। म चाहिँ सिट बेल्ट लाएँ एकैछिन, हेर्न सक्नुहुन्छ। यस्तो घाम लागेको छ, चर्को न चर्को। आज यति सफा छ, यति सफा छ यहाँ। के गर्नु, हाम्रो नेपाल पनि यतिको सफा भइदिए कति राम्रो हुन्थ्यो होला होइन बुढो? कहिले हुने होला बुढो नेपाल सफा? हाम्रो नेपाल कहिले हुने होला सफा? हुन्छ होला बिस्तारै है, छिटै हुन्छ। आयो छिटो भइदियोस् है, हामी जाँदाखेरि नेपाल परिवर्तन भएको देख्न पाऊँ होइन बुढो? राम्रो भएको देख्न पाऊँ, यही आशमा बसेको छौँ हामी चाहिँ। पछाडि चाहिँ लुगाहरू छ साथीहरू, किनकि समरको छुट्टी पनि नानीहरूको भ्याइसकेर भोलिबाट त स्कुल स्टार्ट छ। अनि मेरो बुढो चाहिँ यहाँ हुनुहुन्छ, गाडी चलाइरहनु भएको छ। लन्ड्री चाहिँ आइपुगेको अवस्था साथीहरू। लन्ड्री चाहिँ यही हो, हेर्न सक्नुहुन्छ। लन्ड्री चाहिँ हाम्रो घरबाट चाहिँ नजिकै छ क्या साथीहरू। लन्ड्री आइपुग्यो। घर चाहिँ किन लुगा नधुनु भएको लन्ड्रीमा भन्नुहुन्छ होला, किनकि धेरै लुगाहरू चाहिँ यहाँ लन्ड्रीमै लिएर आएर धोएको राम्रो हुन्छ। त्यही भएर
हामी चाहिँ एकैचोटि धेरै धेरै लुगाहरू चाहिँ लन्ड्रीमै ल्याउने गर्छौँ। छोरी लुगाहरू चाहिँ घरमै धुन्छौँ साथीहरू। अनि हामी चाहिँ लन्ड्री आइपुगेको अवस्था। आज त्यति प्याक छैन, खाली छ होइन त बुढो? पुलिसको गाडी नि रहेछ। पुलिसको गाडी त बस्छ होइन? दारी काट्न पर्ने भएछ हौ बुढोको। बुढो दारी आएछ, दारी 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 काट्न पर्ने भएछ है अहिले गएर दारी काट्नु। हामी चाहिँ लन्ड्रीमा आइपुगेको अवस्था साथीहरू हेर्न सक्नुहुन्छ। लन्ड्री आइपुग्यो। यहीँ राख्ने, जहाँ राख्ने हुन्छ, हिँड्नु न उतैपट्टि राख्नु। हामी चाहिँ लन्ड्री आइपुगेको अवस्था। यहाँ चाहिँ 11 बज्यो, ट्याक्कै 11 बज्यो साथीहरू। हामी चाहिँ लन्ड्रीमा आइपुगेको अवस्था साथीहरू। लन्ड्री आइपुग्यो लुगा धुनको लागि। यति राम्रो छ हेर्नु, यहाँको वेदर नजाराहरू हेर्न सक्नुहुन्छ। अमेरिकाको नजारा हेर्नु होला, कति राम्रो छ। हिजोको भ्लगमा मैले हजुरहरूलाई बाटो देखाएको थिएँ नि, एकदम गाडीहरू हिँडेको थिएन। हिजो सन्डे थियो, छुट्टी थियो नि त, अनि छुट्टीमा त्यति गाडीहरू हिँड्दैन कि। अनि आज मन्डे हो, आजबाट काम सबैको सुरु भयो, स्टार्ट भयो। त्यही भएर सबैजना कामको लागि खाली छ। भयो अब ल बुढो। अब हामी चाहिँ कति छ स्पेस हेर त, स्पेस हेर त ब्याक साइडमा। अब चाहिँ हामी उत्रौँ उतापट्टि साइडमा। अब हामी चाहिँ उत्रौँ साथीहरू गाडीबाट चाहिँ। हामी चाहिँ अब लुगाहरू निकाल्दैछौँ साथीहरू लन्ड्रीको लागि। हामी चाहिँ लुगा धुनको लागि लन्ड्री आइसक्यौँ साथीहरू। हामी चाहिँ लन्ड्री आइपुग्यौँ साथीहरू। अब चाहिँ लन्ड्रीहरू अब है, अब लुगाहरू हाल्छौँ, त्यसपछि पछि देखाउनेछौँ साथीहरू। म चाहिँ यहाँ सरफ हाल्दैछु साथीहरू। सरफ हाल्दै हुँदैन। सरफ कति 3 हालिदिउँ है बुढो? 3.5 हालिदिने, अझै हालिदिने, आधी कि पुरै हालिदिने? ल यहाँ चाहिँ सरफ हालेर स्टार्ट गर्न पर्ने हुन्छ अहिले। 4 हालिदियो है। अनि यहाँ चाहिँ यसरी पैसा हालेर स्टार्ट गर्न पर्ने हुन्छ। हेर्नु साथीहरू, पैसा नहाले स्टार्ट हुँदैन। यो यस्तो छ लन्ड्री, के गर्नु, जहाँ पनि पैसै पैसा। यहाँ चाहिँ हाम्रो लुगा छ साथीहरू, लुगा हालिसक्यो। 5 रुपियाँ 50 पैसा यतिलाई हेर्नु। 5 रुपियाँ 50 नेपालको कति भयो हजुरहरूले कन्भर्ट गर्नु है। यसरी हाल्नुपर्छ हेर्नु साथीहरू। अनि स्टार्ट गर्न पर्ने हुन्छ। स्टार्ट गरिदेऊ अब। अब स्टार्ट भयो हेर्नु, सुरु भयो साथीहरू। लुगा धोइरह हेर्नु। अब यो एकछिनमा धोएर हेर्नु साथीहरू, यति मजाले धुन्छ हेर्नु साथीहरू। मान्छेले धुनै नपर्ने यति सुविधा, यति सुविधा छ। यो चाहिँ सबै लुगा धुने लन्ड्रीहरू। ल हिँड्नु बुढो। पनि अलिअलि छ र साथीहरू। लुगा पनि धेरै छ साथीहरू, कम त हो। यता एउटा दुईटा, उतापट्टि अघि हजुरहरूलाई देखाएको धेरै छ के लुगा पनि। हेर्नु होला साथीहरू, यसरी धुन्छ लुगा। हाम्रो लुगा चाहिँ धोइरहेको अवस्था। 6वटामा हालेछौँ कि लुगा पनि अलिअलि हो। 6वटा भयो। स्टार्ट गरिदिउँ। ल ल म हात दिन्छु कि। यसरी हाल्न पर्ने हुन्छ पैसा। पैसा नहाले चाहिँ यहाँ कपडा धुइन्न। पैसा झऱ्यो, नझाएर न हो पैसालाई। स्टार्ट गरिदियो अनि
स्टार्ट भयो साथीहरू यहाँ चाहिँ जुत्ताहरू आज चाहिँ त्यति साह्रो प्याक छैन रहेछ साथीहरू लन्ड्रीमा हेर्न सक्नुहुन्छ कति खाली छ नत्र छुट्टीको दिनमा चाहिँ आउनुहुन्न क्या यहाँ चाहिँ सन्डे र सटरडे चाहिँ यहाँ आउनु हुँदैन एकदम भिड हुन्छ साथीहरू सबै लुगा धुने हजुरहरूले देख्न सक्नुहुन्छ हेर्नु न आज चाहिँ खाली भएको अवस्था यहाँ चाहिँ मेरो बुढो स्टार्ट गरिरहनु भएको छ अब हामी चाहिँ एकछिन बस्छौँ एकछिन भन्दा पनि आधा घन्टा लाग्छ लुगा धुन पर्यो फेरि सुकाउनु पर्यो यो चाहिँ धुने मेसिन हो भने अनि त्यो चाहिँ ड्राई मेसिन हो साथीहरू ल जा बस्नु तपाईँ ल यहाँ बसेर के खानेहरू के खाने यसरी हाल्न पर्ने हुन्छ साथीहरू पैसा चाहिँ नपुगेको अवस्था कागज पैसा चाहिँ यसरी झर्छ हेर्नु नि साथीहरू हामीले कागज पैसा हालेपछि यस्तो सिक्का झर्छ क्या साथीहरू सिक्का चाहिन्छ यहाँ चाहिँ अझै टक 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 झऱ्यो फेरि फिर्ता आयो यता हाल यो त जिप्टो ब्याग यसमै हाल्यो नि हुन्छ हाम्रोमा ए यहीँ छ त यो अब यहाँ यतिकै बस्नुभन्दा के त खानु पर्यो साथीहरू खानाको लागि पनि यति सुविधा छ कि लन्डीमा हेर्नु न साथीहरू पैसा हाल्यो के खान मन लाग्यो खायो माउन्ट पहिले स्प्राइट निकाल्थ्यो बाबा स्प्राइट खानु माउन्ट स्प्राइट खाने रे मेरो बुढोले अब स्प्राइट निकाल्दैछौँ साथीहरू हजुर स्प्राइटमा दाबा स्प्राइट चाहिँ त्यहाँ निस्किसकेको अवस्था साथीहरू यो चाहिँ मेरो बुढोको लागि के खान्छौ ल एउटा कुनै लिग न पिरो पिरो ल निकाल न कति सेन्स रे 75 सेन्स रे एउटा मात्रै लिग के लियो सामान चाहिँ निस्किसक्यो साथीहरू के हो यो रकल मेरो बुढोलाई चाहिँ स्प्राइट यहाँ किन राखेको यो पैसालाई यतातिर पो यो पैसा चाहिँ नहालेसम्म लुगा धुन्न साथीहरू हेर्नु मेरो बुढोलाई चाहिँ स्प्राइट चाहिन्छ बिहान बिहान म पनि खानुपर्छ होला बुढो ल्याऊ बुढो अलिकति खाऊँ हामी चाहिँ यहाँ बसिरहेछौँ लुगा चाहिँ धुँदैछ साथीहरू अब कृष्ण जन्माष्टमी आयो नि त उठ्दै हाल्नु न टिभीमा ए उनीहरूले पनि लाउँदैछ यहाँ चाहिँ यस्तो छ साथीहरू लन्ड्री यति ठुलो छ यति ठुलो छ यति ठुलो छ यति सुविधा छ एसीको सुविधादेखि लिएर एसी फ्यानकोदेखि लिएर खानाको लागि हेर्नु न के खान मन लाग्छ एकदम राम्रो हो यहाँ यति सफा खायो नि न लन्ड्री पनि यति सफा खाएको साथीहरू है हाम्रो यस्तो सुविधा हुनुपर्ने नेपालमा कहिले हुने हो बालन सरकार अब छिटो छिटो हाम्रो नेपाल बनाउनु पर्यो रफेल हो कि फफल भन्छ रफल खान पर्यो म चाहिँ चिजबाट बनाएको मिठो मिठो है नेपालको लेड जस्तै है तिम्रो कपाल झरेको अगाडिको मेरो बुढो चाहिँ यस्तो खानुहुन्न हेल्दी मात्रै खानुहुन्छ बुढोको बुढीले चाहिँ धेरै मनपर्छ यो चाहिँ मेरो बुढो चाहिँ सधैँ नेपालको न्युजहरू मात्रै हेरेर बस्नुहुन्छ अरू केही पनि हेर्नुहुन्न
9 मिनट छ साथीहरू। अब 9 मिनट पछि सकिन्छ। यो पनि 9 मिनट छ। 9 मिनटमा चाहिँ आफै अफ हुन्छ क्या साथीहरू यो लुगा चाहिँ धोइरहेको। अनि ड्राई चाहिँ उतापट्टि चाहिँ ड्राई मेसिन चाहिँ उहाँ। अहिले ड्राईको लागि चाहिँ त्यहाँ हाल्नुपर्छ। यहाँ चाहिँ 10 मिनट छ साथीहरू। लुगा पनि कम्ती हो त। यहाँ चाहिँ 12 मिनट, यहाँ पनि 12 मिनट। ड्राई हुँदैछ। यो चाहिँ ड्राई होइन धुँदैछ। ड्राईको लागि चाहिँ त्यहाँ हाल्छ है साथीहरू। यहाँ चाहिँ वास हुँदैछ, धुँदैछ कि यहाँ। यो चाहिँ धाउको। अनि त्यहाँ चाहिँ सुकाउने हो। त्यो सबै सुकाउने हो। यो चाहिँ धुने मेसिन हो कि। बाहिर लन्ड्रीको बाहिर चाहिँ यस्तो राम्रो छ हेर्नु न। घाम एकदम चर्को लागेको छ। बाटोमा गाडीहरू हिँडिरहेको छ। हामी चाहिँ लन्ड्रीभित्र छौँ। यो चाहिँ हामी भित्र बसेको अवस्था। यो चाहिँ बाहिरको नजारा हो साथीहरू। हेर्न सक्नुहुन्छ एकदम राम्रो छ क्या। बिहानको वेदर चाहिँ राम्रो छ तर एकदम घाम चर्को न चर्को। बिहान त निस्किनै सकिन्न। बेलुकातिर मात्रै हो बाहिर हिँड्न सक्ने, नत्र त सेम हाम्रो उता नेपालको जस्तै हो। हेर्न सक्नुहुन्छ। एसी चला होला है। म चाहिँ हात धुन पर्यो, चापी लिन पर्यो साथीहरू। चापी चाहिँ यहाँ लिन पर्ने हुन्छ हामीले होइन। अनि चापी खोलेर जान पर्ने हुन्छ रेस्टरुम। हात पनि धुन पर्यो। अघि खाएको थिएँ नि त। रेस्टुरेन्टबाट चाहिँ हामीले हात धोयौँ साथीहरू। चापी चाहिँ यसो राखिदिनु पर्ने हुन्छ। अनि यहाँ चाहिँ हात त पुस्न पर्यो। सेनिटाइजर पनि लाउने भए लगाउन सक्छौ। यहाँ रहेछ। यहाँ चाहिँ मेरो बुढो मोबाइल हेरिरहेको अवस्था साथी। बाबा यता हेरिदिनु। हामी चाहिँ हात धोएर बाबा खाएपछि त हात धुनु पर्यो। यता हेर्नु न बुढो, यता हेरिदिनुहोस् त मेरो बुढा। हाम्रो चाहिँ लुगा धोइरहेको छ साथीहरू। अब ड्राई गर्नको लागि पनि अझै टाइम लाग्छ साथीहरू। ऊ त्यो बाजे त मेरो बुढा भनेको त हाँसिरहनु भएको रहेछ बुढो। यहाँ चाहिँ हाम्रो लुगा भइसकेको अवस्था साथीहरू। यो चाहिँ अब ड्राई गर्नुपर्छ साथीहरू। यो चाहिँ आमामामा यो चाहिँ ब्ल्याङ्केट हो कि साथीहरू। भेरी हेभी, एकदम हेभी छ। क्यामेरा बाँध्नु नगर। यो चाहिँ ब्ल्याङ्केट हो। अफ गरेको। अब चाहिँ म ड्राईमा राख्दैछु साथीहरू। यो धोएपछि चाहिँ ड्राई मेसिनमा हाल्नुपर्छ। सुकाउनु पऱ्यो नि। यो चाहिँ एकैछिनमा हजुर एउटामा हाल्नु रे। होइन यो दुईवटा एउटामै हालिदिउँ कि केही नि हुन्न बुढो। एकदम भारी छ। यो चाहिँ ब्ल्याङ्केट हो कि साथीहरू। धोएर राख्नु पऱ्यो नि। अब यसमा पनि पैसै चाहिन्छ। पैसा हाल्न पर्छ। पैसा नहाले कुनै पनि मेसिन चल्दैन। यस्तो छ। 24 हो। यसरी चल्छ क्या ऊ। चारवटा हालिदियो। अब यो 36 मिनट पछि आफै अफ हुन्छ साथीहरू। यो पनि स्टप भइसक्यो साथीहरू। यसलाई पनि अब ड्राईको लागि निकाल्छु म। निकाल्न पर्ने हुन्छ साथीहरू। यो लुगालाई पनि हेर्नु के गर्नु र। लुगा पनि लुगा नि अलिअलि छ र। अब यहाँ पनि छ हेर्नु साथीहरू। लुगा पनि थोरै त छैन नि के गर्नु र। यो चाहिँ अब सबै ड्राईमा हाल्नुपर्छ। ल 3टामा हाल्छु म। यो चाहिँ ड्राईको लागि हेर्नु साथीहरू। अलिअलि छ त लुगा पनि। यो चाहिँ सबै सुकाउनु पर्छ कि। साथीहरू यो सुकाउनु पर्छ। यो चाहिँ ड्रायरमा हाल्नुपर्छ। यो चाहिँ बेडसिटहरू के गर्नु र। परदेशी जिन्दगी गाह्रो।
परदेशी जिन्दगी यस्तै रहेछ साथीहरू। यति हो सानो यहाँ चाहिँ ड्राई गर्दैछौँ साथीहरू। हाम्रो चाहिँ ड्राई हुँदैछ। लुगाहरू हेर्न सक्नुहुन्छ कतिवटामा भने 1 2 3 4 5 6 7वटामा चाहिँ ड्राई हुँदैछ। 1 2 3 4 5 6 हामीले गप्चा गऱ्यौँ 7सम्म नै हालेर रहेछ। उता लास्टको चाहिँ हाम्रो होइन साथीहरू। यो चाहिँ जति पनि देखिरहनु भएको छ यो चाहिँ सबै ड्राई मेसिन हो कि। अनि यिनीहरू चाहिँ सबै वास धुने हो। यो चाहिँ वासिङ मेसिन हो, सबै धुने मेसिन हो भने यो चाहिँ ड्राई गर्ने हो। अब यो ड्राई हुन चाहिँ अब लाग्छ होला 1 घन्टा नै लाग्छ होला साथीहरू। सबैमा पैसा नहालेसम्म चाहिँ यहाँ लुगा जुत्ता यो बाबाको जुत्ता चाहिँ धुने होइन। यहाँ चाहिँ सुकिसक्यो साथीहरू। यो एउटा सुकिसक्यो, अफ भइसक्यो, स्टप भइसक्यो सुकेर। यो चाहिँ अझै पनि चल्दैछ। यो स्टप हुन बाँकी छ। कति 3 मिनट छ। अब 2 मिनट अब स्टप हुन्छ हेर्ने। 2 मिनट छ नि। अब स्टप हुन्छ अब 1मा ठ्याक्कै 1 भएपछि चाहिँ स्टप हुन्छ हेर्न सक्नुहुन्छ। यो पनि यो 4 मिनट छ। यो पनि सुकेको छैन। यो सुकिसक्यो अनि यो पनि सुकेको छैन, ड्राई हुँदैछ। यो पनि 4 मिनट छ अनि यो पनि सुकेको छैन। यो पनि कति मिनट 5 मिनट भनेपछि यो पनि स्टप भयो साथीहरू। यो पनि स्टप भयो। अब यो स्टप हुन्छ। अब यो 2 मिनटको छ हेर्नु है। अब हजुरलाई म देखाउँछु। यो चाहिँ सुकिसक्यो। अघि चाहिँ वास गरेको वासिङ मेसिनमा वास गऱ्यो भने अनि यो चाहिँ ड्राई गरेको साथीहरू। यो चाहिँ सबै हाम्रो ड्राई भइसक्यो। यो चाहिँ सुकिसक्यो हेर्न सक्नुहुन्छ। यो अब यो बाँकी छ। कतिवटा बाँकी छ भने 1 2 3 4 ड्राई मेसिन अफ हुन बाँकी छ हाम्रो चाहिँ। अनि त्यसपछि हामी घर जान्छौँ साथीहरू। 1मा आइसक्यो। यो स्टप हुन्छ अनि त्यसपछि हामी अर्को भिडियो देखाउने छौँ। घरतिर गएको अहिलेलाई यहीँ स्टप गर्छु एकैछिनको लागि। यो चाहिँ ड्राई भइसक्यो साथीहरू। अब म चाहिँ लुगाहरू निकाल्दैछु। ड्राई सुकिसक्यो कस्तो राम्रोसँग हेर्नु न। अब यो चाहिँ निकाल्छु एकछिनपछि है साथीहरू। अरू भिडियो चाहिँ म पछि। हाम्रो चाहिँ अब ड्राई भएर सकिसकेको अवस्था। अब हामी घर जान्छौँ साथीहरू। घर गएको भिडियो हजुरहरूलाई देखाउनेछौँ। यो चाहिँ मेरो बुढोको प्यान्ट अब सक्यो मिलाएर पनि। अब हामी घर जान्छौँ। अहिले देखाउँछौँ साथीहरू। अहिलेलाई 1 मिनट लुगा झरेर चाहिँ भ्याए साथीहरू। अब हामी घर जाँदैछौँ। अब घरतिर जान्छौँ हेर्नु बाहिरको वेदर। अब बाई बाई लन्ड्री। अब पछि आउँछौँ हामी। हेर्न सक्नुहुन्छ बाहिरको नजारा यस्तो गर्मी छ। ल होइन गाडीमा लुगा राख्छौँ साथीहरू। अब हाम्रो गाडी चाहिँ यो हो। बाहिरको नजारा यस्तो छ हेर्न सक्नुहुन्छ। अब डिक्की खोल्छौँ साथीहरू। अब लुगाहरू राखेर अनि घरतिर हामी जान्छौँ। एकदम घाम चर्को लागेको छ साथीहरू। लुगाहरू राख्यो साथीहरू। अब एकछिनमा घर जान्छौँ। अझै छ एउटा बकेट लुगा। बाहिर त बसिसाध्दो छैन। अब चाहिँ लुगा धर सकिएको अवस्था साथीहरू। अब चाहिँ हामी घर जान्छौँ। हेर्नु न लुगा पनि अलिअलि हो र 2 बकेट लुगा। अब चाहिँ हामी हजुरहरूलाई घर गएको भिडियोहरू पनि देखाउँछौँ बाटोमा है साथीहरू। अहिलेलाई यति नै। ल बुढो जाम अब घर। भोक लागिसक्यो। स्टारबक्समा चिसो किन्दैन है बुढो। चिसो खाम। ल जाम न जाम। घरमा गएर हेऱ्यो नि हुन्छ मोबाइल। सबै लुगा हाल्यो। के बित्ति घाम चर्केको आज। चस्मा लाउनु पर्यो बुढो। घामले आँखा यस्तो हेर्नै सक्दैन। यस्तो निधार निचिन्छ त मेरो चाहिँ फेरि। अब चाहिँ हामी घरतिर लाग्यौँ साथीहरू। अब हेर्नु कति बज्यो 1 बज्नै लागिसकेको छ। भोक पनि लागिसक्यो। अब हामी घर जाँदैछौँ। अब घर गएको भिडियोहरू पनि हजुरहरूले देखाउँछौँ बाटोमा है साथीहरू। अहिले चाहिँ निकाल्छु। अब चाहिँ हामी घर जाँदैछौँ। 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 अब चाहिँ हामी घर जाँदैछौँ
हेर्न सक्नुहुन्छ के गर्छौँ भनेर। हामी चाहिँ घर जाँदैछौँ। दिउँसोमा त घाम यति चर्को के गर्नु र। बाहिर चाहिँ यस्तो छ साथीहरू, घाम चर्को न चर्को हेर्न सक्नुहुन्छ। यति चर्को घाम छ। चाहिँ यस्तो घाममा कुकुरलाई डुलाउन हिँडिरहनु भएको छ को सिस्टरहरू। कति राम्रो फुलहरू फुलिरहेको छ हेर्न सक्नुहुन्छ। त्यो कपडा राखेर हामी चाहिँ घरतिर जाँदैछौँ। हेर्न सक्नुहुन्छ साथीहरू, यस्तो छ चर्को न चर्को घाम। ला 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 ला। कुन चाहिँ अनि त्यो जग कस्तो खाले पानी खाने जग एउटा जग होइन त्यहीबाट ला 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 ला। हेरेर ल्याउनु मैले ल्याइदिएको थिएँ एउटा। म जानुपर्छ र भनेको। त्यो हेरेर लिएर एउटा जग पानी खाने त्यस्तो त्यो त प्लास्टिक बोतलमा खानु राम्रो हुँदैन। पुलिसको गाडी पनि हिँडिरहेको छ। हामी चाहिँ अब घर आइपुग्यो साथीहरू। स्टार बक्समा चिसो किनिदिनु भनेको त त्यसै आइपुग्यो घाँटे। बुढो पनि कति बाटो। चिसो खान पर्ला भनेको त के घरमा ल्याइपुऱ्याएछ। यस्तो त छ यो बुढो, के गर्नु र। म चाहिँ भिडियो बनाउने चक्करमा म त स्टार बक्स पनि बिर्सेछु झन्। हामी चाहिँ घरमा अब आइपुग्यो साथीहरू। यो चाहिँ सानो नानीहरूको लागि यसको हामी चाहिँ अब घरमा आइपुगेको अवस्था। हेरेको हेरे हेरेको हेरे। ल तिमी चाहिँ जाऊ अनि साथीहरू खोल्न ढोकाको। हामी चाहिँ घरमा आइपुग्यौँ। अब लुगाहरू सबै बकेटहरू निकाल। अब आइपुग्यो हामी चाहिँ घरमा साथीहरू। ल हिँड्नु, खानाहरू खानु पऱ्यो नि त बुढो, त्यसै कहाँ जानेहरू काममा। ल आइपुग्यो हामी साथीहरू। अब हामी यहाँबाट उत्रिन्छौँ गाडीबाट चाहिँ 6 बजे। अब लुगाहरू लिएर जान्छौँ भित्र। हामी चाहिँ भर्खर आइपुग्यौँ साथीहरू घरमा। अब फेरि ग्रोसरीको लागि हामी बाहिर निस्किन पर्ने हुन्छ साथीहरू। यति थकै लागेको छ। धन्न बिहानै खाना बनाएको भएर अब खानासाना खान्छौँ होला साथीहरू। अनि हामी एकछिन नानीहरूको भोलि स्कुल सुरु छ नि त, अनि केही सामानहरू लिनु पर्ने छ नानीहरूको लागि। अनि त्यो भिडियो पनि एकैछिन पानी थ्याङ्क यू। ग्रोसरीको लागि पनि हामी बाहिर गएको भिडियोहरू हजुरहरूलाई देखाउनेछौँ। खानासाना खाएर साथीहरू त्यो भिडियोहरू पनि हजुरलाई देखाउँछौँ एकछिनमा। अनि मेरो प्रिन्सेसलाई हेर्छु त दिदीसँग यहाँ खेली गरेर बस्नु भएको रहेछ। ओ मेरो
प्रिन्सेस पनि निन्द्रा लाग्यो मेरो बाबाले मेरो छोरोले मेरो बाबाले हामी चाहिँ बाहिर निस्क्यौँ साथीहरू किनकि यहाँ कार सिटमा राख्न पर्ने हुन्छ मेरो प्रिन्सेस चाहिँ बसिसकेको छ यहाँ ल बस बस ल अब चाहिँ हामी ग्रोसरीको लागि हामी बाहिर निस्क्यौँ साथीहरू खानासँग हालेर अनि हाम्रो प्रिन्सेस खोइ त ठुलो मान्छे खोइ बाहिर हेर्दै बस्दिरा हामी चाहिँ जाँदैछौँ किन हो भने भोलि नानीहरूको स्कुल अनि स्कुलको केही सामानहरू लिन पर्ने भएर अनि जाँदैछौँ साथीहरू चाहिँ बाहिर चाहिँ यस्तो छ हेर्नु न घाम चर्को लागेको छ साथीहरू यस्तो छ नि भोलि पुऱ्याइदिनु होला नि त स्कुलमा सानो स्कुल बसमा जाने कि भोलि एक दिन फर्स्टचोटि बाबाले पुऱ्याइदिनु पर्छ गएर त्यो पेपर कहाँ छ त्यो पेपर नम्बर लगेर हेर्नु पऱ्यो बस अहिले होइन बसमा जाने कि बाबाको गाडीमा जाने हो ट्राफिक जाम साथीहरू ट्राफिक जाम छ जाँदैछौँ साथीहरू हजुर खै हामी त जाँदैछौँ कस्तो राम्रो फुलहरू नि साथीहरू सफा छ रोड यति सफा छ यहाँ के भन्नु त रेड लाइटमा हामी गाडी रोक्यौँ साथीहरू हेर्न सक्नुहुन्छ आज टन्नै छ किनकि आज मन्डे हो सबैजनाको अफिसहरू जानुपर्ने हुन्छ त्यही भएर एकदम गाडी प्याक छ
हामी हिँडेको फेरि पनि ग्रिन लाइट बोल्यो। हामी जाने यताको माको के भन्दैछ मेरो प्रिन्सेसले बाहिर हेर्दै होला हो बाहिर हिँडेपछि त यति खुसी हुन्छ नि मेरो सानो त एकैछिन है यो चाहिँ गाडी हेर्न सक्नुहुन्छ यहाँ चाहिँ गाडी किन्न आउन पर्छ नयाँ नयाँ गाडीहरू चाहिँ कारहरू यो एकैछिनमा भयो उड्न लगाइरह अब चाहिँ हामी वहाँ पुगिसकेपछि हजुरहरूलाई देखाउने छौँ साथीहरू अहिले म भिडियो स्टप गर्छु चाहिँ वहाँ पुग्यो हेर्नु नि त्यहाँ बात गरेको के भन्नुभएको मेरो प्रिन्सेसले के भन्नुभएको होला के बुढो कस्तो है नि बिचरा बाढी पहिरो बनाइहाल्छ है यहाँ त अलिकति के भत्किने बित्तिकै बनाइहाल्ने 1 सेकेन्डमै के फेरि हाम्रो वहाँ कति महिना वर्ष लाग्छ सानो भत्केको त्यो बाटोहरू बनाउन है तर यहाँ चाहिँ एकै दिनमा कस्तो तर साथीहरू यता बाटो अलिकति मात्रै भत्क्यो भने के आज नै बनाइहाल्छ कि साथीहरू हाम्रो वहाँ चाहिँ अब है बाटो बनाउनको लागि धेरै वर्ष नै लाग्छ नि त यहाँ चाहिँ 1 सेकेन्डमा नै बनाइहाल्छ कि हामी चाहिँ आइपुग्यौँ साथीहरू आइपुगेको अवस्था हामी चाहिँ साथीहरू अब गाडी यहाँ पार्क गर्न पर्ने हुन्छ कति धेरै हो पार्किङमा नि गाडी कहाँ छ त खाली ठाउँ हेर्नु बुढो खाली ठाउँ हेर्नु बुढो कता कता छ गाडी त्यही त नि आज मन्डेमा पनि मान्छेहरू काममा गएन क्या हो यहाँ खाली रहेछ ल ठ्याक्कै हाम्रो लागि यहाँ खाली रहेछ बुढो यहीँ राख्ने हो ल राख्नु ल साथीहरू अब गाडी हामी पार्क गरेर निस्कन पर्ने हुन्छ ल अब हामी निस्क्यौँ ल बुढो हिँड्नु निस्किनु ल हिँड्नु आउनु ल हामी चाहिँ
अब निस्क्यौँ साथीहरू। अब हामी आइपुग्यौँ। हाम्रो प्रिन्सेसलाई अब यहाँ राख्ने हो। छिटो राख्नु न। अब हामी चाहिँ आइपुग्यौँ साथीहरू। वालमार्टमा आएको नानीहरूको लागि चाहिँ स्कुलको लागि एउटा दुईवटा कपीहरू बुकहरू लिन पर्ने थियो। त्यही भएर आइपुग्यौँ साथीहरू। हामी चाहिँ आइपुग्यौँ साथीहरू। आइपुगेको अवस्था वालमार्टमा। पहिला कहाँ जाने? पानी पनि लाने हो बुढो? पानी लास्टमा हालेर लिएर जानु पऱ्यो। तिमीहरू के लिने भने सानोहरूको लागि कुन कपी त्यो स्कुलले फोटो खिचेर पठाउँछ होइन? कलगेट छैन होइन? कोलगेट पनि लानु पर्ने छ। हेर्नु कति राम्रो छ। यति बाख्ना हुन्छ यिनीहरू। कस्तो दामी छ। ग्लासहरू कति राम्रो आएर रहेछ नि। सिसाको ग्लासहरू एउटा चाहिँ लानु पर्छ क्या हो। हामी चाहिँ सामानहरू हेर्दैछौँ। सनस्क्रिन पनि लानुपर्छ क्या हो सानो? कुन लाइनमा छ सनस्क्रिन? उतापट्टि हो एउटा हाल है। सासहरू बनाउँछ भने चाहिँ यो है राम्रो। यिनीहरू माउथ वास भन्छ। हेर्नु एकदम राम्रो हुन्छ। बेडसिटहरू अब हामी चाहिँ जान्छौँ साथीहरू। यहाँ चाहिँ कति राम्रो ब्याग छ हेर्न सक्नुहुन्छ। नानीहरूले चाहिँ लिइसक्यो। अब भयो अब जाने हो। अब के लिन हो? कति राम्रो ब्यागहरू छ हेर्नु सक्नुहुन्छ साथीहरू। यहाँ चाहिँ म चाहिँ कोक लिन्छु साथीहरू। मलाई चाहिँ कोक खान मन लाग्यो। 0 सुगर लिनु पर्ने हुन्छ। यो के हो? 0 सुगरै रहेछ। एउटा कोक लिए। स्निकर पनि लान पर्यो। मलाई त्यो अर्को छले चक्लेट थियो कि मैले खोजेको बुढो। ल भयो खाली भयो त? पक्नु न म गर्छु ल। अब हामी चाहिँ सामानहरू राखेर घर जान्छौँ साथीहरू। ल अब हामी चाहिँ गएको अवस्था। गुड हेभ अ गुड डे। अब हामी चाहिँ नानीहरूको लागि स्कुलमा चाहिने सामानहरू सबै लिइसक्यौँ साथीहरू। अब घरतिर फर्केको। यस्तो बाहिरको दृश्य चाहिँ यस्तो छ। घाम एकदम चर्को लागेको छ। ओहो ल सामान चाहिँ सबै राख। अब हामी चाहिँ घरमा बल्ल आइपुग्यो साथीहरू। स्निकर पनि खाना भएको छैन। यतिखेर आइपुग्यो अहिलेलाई। अब हाम्रो भिडियो एन्ड गर्न पर्ने हुन्छ। नानीहरूको लागि हल्का सपिङहरू पनि गरिदियो। भर्खर आइपुगेको अवस्था। अब हामीले भिडियो एन्ड गर्न पर्ने हुन्छ। साथीहरू अहिलेलाई हाम्रो भिडियो यहीँ एन्ड गर्छौँ। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै हामी यो भिडियो यहीँ अन्त्य गर्दैछौँ। कहाँदेखि हेरिरहनु भएको छ हाम्रो भिडियो सबैजनाले कमेन्ट बक्समा लेखिदिनु होला। र हाम्रो भिडियो कस्तो लाग्छ हजुरहरूलाई पनि भनिदिनु होला। अझै पनि हामी राम्रो भिडियोहरू बनाएर अनि लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै अहिलेलाई हाम्रो भिडियो यहीँ एन्ड गर्दैछौँ। बाई बाई साथीहरू। बाई।